Hey guys, welcome to our BK brother and sister vlogs. अनि हाम्रो चाहिँ यो चाहिँ फर्स्ट भ्लग हो अनि हाम्रो चाहिँ त्यति साह्रो भिडियो बनाउन नि आउँदैन अनि हामी चाहिँ जस्ट ट्राई गरिरहेको छौँ अब हेरौँ कस्तो हुन्छ हैन पुन्टे तिमी नि बोल न केही शेयर पनि गरिदिनु अनि च्यानल सब्स्क्राइब गरिदिनु अनि आज चाहिँ हामी दिउँसोको खानासाना बिहानको खाना खाएर चाहिँ रेडी भएर अनि माथि चोकतिर जान लागेको छौँ एकदमै घाम लागेको छ म पुन्टे अनि आन्टी भएर जान लागेको अनि अब हेर्नु होला हामी के गर्छौँ भनेर भिडियोमा देखाइहाल्छौँ त्यो चाहिँ यस्तो रेडी हुँदैछन् सनस्क्रिन लगाएर किन भन्दा बाहिर एकदमै घाम छ अनि घामबाट डढिन्छ भनेर हामी चाहिँ सनस्क्रिन लगाएर रेडी भएको छौँ ज्याकेट लगाएर अब चाहिँ हामी जान्छौँ अनि के गर्छौँ भिडियोमा हेर्नु है त हामी चाहिँ जाँदैछौँ एकदमै घाम छ हामी चाहिँ निस्किसक्यौँ घरबाट है पुन्टे एकदमै घाम छ अब हामी चोकमा जान्छौँ अनि के गर्छौँ हामीले भेट्न चाहनुहुन्छ भने हाम्रो घरले जोगीमाडी प्रताप मार्ग कास्की जिल्ला नहल्लाइ किनकि धेरै क्यामेरा हल्लाउनु हुन्न नहल्लाइ भेट्ने भए आउनुहोस् है यसरी खाइदेऊ त यसरी के आन्टी चाहिँ यहाँ कुर्ता लगाएर आज आन्टीको व्रत हो हामीले चाहिँ टन्न खाना खाएर आयौँ आन्टी चाहिँ भोकै हुनुहुन्छ त्यही भएर कुर्ता सुर्ता लगाएर झिलिमिली भएर हिँड्नु भयो अलि दिनपछि इफ कसैलाई चुकाउनीको रेसिपी चाहिएदेखि भन्नु होला हामी डिटेल्समा भन्नेछौँ हामी चाहिँ अहिले यहाँ एकदम टु मच घाम छ त्यहाँदेखि जाँदैछौँ त्यो चाहिँ हाम्रो घरतिरको बाटो हो अनि ऊ त्यताको चाहिँ हाम्रो घर हो अहिले यस्तो घाममा नि हिँडिरहेछौँ कति चर्को घाम लागेको छ गाइज प्लान सक्सेसफुल हुन्छ कि नै थाहा होइन हिजो पनि ढिकी डाँडा जाने प्लान थियो तर त्यति आइसक्रिम खाने चान्स बढी सक्सेस भएन अब आज हेरौँ हावा पनि एकदमै लाउँछ कमेन्टमा घाम अलि धेरै बढोस् कमेन्ट गर्नुहोस् घाम चाहिँ धेरै बढोस् भनेर कमेन्ट गरिदिनुहोस् कमेन्ट होइन प्रे गरिदिनुहोस् प्रे गरिदियो भने चाहिँ यस अनि प्रे गरिदियो भने चाहिँ हामीले खान पाउँछौँ त्यो पुन्टेको भनाइ होइन अनि यो हाम्रो पहिलो भ्लग अनि चाहिँ हाम्रो फर्स्ट भ्लग हो हामीले चाहिँ राम्रो भिडियो बनाउन आउँदैन जस्तो बनाएको छौँ त्यसलाई हेरिदिनु होला अनि माया गरिदिनु जतिले पनि हेरिदिनुहुन्छ लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् माया गरिदिनुहोस् त्यही हो गाइज हामी चाहिँ चोकमा आइसक्यौँ अनि अहिले चाहिँ हामी कान्छुको घर आएको छौँ कान्छु बाहिर भाँडाकुटी खेल्दै हे अनि यहाँ दोकानदारी छ अनि अब यहाँबाट सामान पाइयो भने चाहिँ हामी माथि बारीमा नभए चाहिँ माथि हाम्रो यहाँ छतमा खरायोधरि पाल्नु भयो अब चाहिँ हामी यहाँबाट कता जान्छौँ के गर्छौँ भनेर म देखाउँछु है अहिले पसिना हेर्नु कति जान्छ हामी चाहिँ यहाँ अङ्कलको घर आइसक्यौँ यत्तिकै बस्यौँ आज अङ्कल आन्टी दुईजना नहुँदो रहेछ यहाँ चाहिँ बहिनीहरू मात्र रहेछन् अनि दुईजना भाइ बहिनी पनि छन् यो चाहिँ अङ्कलकोबाट नि फर्किसकेका छौँ है पुन्टु हामी चाहिँ त्यहाँ अङ्कलकोबाट नि फर्किसक्यो अङ्कल आन्टी दुईजनै नहुँदो रहेछ हाम्रो भ्लग यसो लम्ब्याउनको लागि केही उसमै भएन कन्टेन्ट नै अनि त्यही भएर हामी चाहिँ अलि माथिसम्म हिँड्दै जाऊँ भिडियो बनाएर भनेर हामी हिँड्दै हिँड्दै यहाँ तुम्केमा आइपुग्यौँ यहाँ चाहिँ नमुना खेल मैदान भन्ने ठाउँमा आएको छौँ
म पहिला पहिला कराटे क्लास जान्थेँ कुन्टे पहिला पहिला कराटे क्लास स्कुटरमा आउँथ्यो नि अनि हिँड्दै आउँथेँ अनि अहिले चाहिँ एकदमै घाम छ देख्न सक्नुहुन्छ पसिना कति घाम छ यता माथि चाहिँ बत्तल हर्सानी बाटो हो यो चाहिँ नमुना खेल मैदान यहाँ चाहिँ भलिबल बास्केटबल त्यस्तै खेल्छन् यहाँ चाहिँ कुन्टे छिन् अब चाहिँ हामी फेरि घर फर्किन लाग्छौँ झ्याउलाएर यत्तिकै आएको थियौँ यहाँको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यस्तो दामी बवाल छ भ्यू चाहिँ एकदमै दामी 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 यहाँबाट चाहिँ उता बजारतिर नि देख्छु तर हल्का जुम गऱ्यो नि क्यामेरामा चाहिँ क्याप्चरै भएको छैन हल्का देखिएको छ त्यही अब हामी घर फर्किँदैछौँ हामी चाहिँ अहिले खेततिर आएको छौँ गाइस यहाँ पछाडि आन्टी र कुन्टे अहिले चाहिँ खोला सुकिसकेको रहेछ देख्न सक्नुहुन्छ एकदमै सानो हो कि खोला चाहिँ पहिला चाहिँ एकचोटि आन्टी र म है त्यहाँ बेलाउथी कति ठुलो थियो खोला अनि त्यति बेला बेलाउती टिपेर खाना आएको थियो खोला पारी गई गई रिक्स लिली बेलाउती खाएको थियौँ कति घाम छ यहाँ मेरो निरा टल्किरहेको यहाँ चाहिँ ताप पछाडि छ आन्टी र भाइ हामी चाहिँ खास यहाँ माथिसम्म त्यो मैदान मात्रै हेर्न आएको थियौँ तर अब आइसकेपछि खेत पनि खेतको कन्डिसन कस्तो छ हेरेर जाऊँ भने फाइनल्ली हामी खेतमा आइसक्यौँ गाइज यहाँ चाहिँ पहिला हामी एकचोटि धान काट्ने बेलामा आएको थियौँ म चाहिँ बेलामा सब भराएर काटेको थियौँ त्यतिर चाहिँ त्यतिखेर त्यहाँ चाहिँ साग रहेछ खोले साग अनि त्यहाँ चाहिँ के प्याज स्याज के लाउनु भयो रहेछ पहिला चाहिँ धान भएको बेलामा चाहिँ भट्ट पनि थियो हामी भट्ट टिप्न नि आएको थियौँ एकचोटि अहिले चाहिँ यहाँ चाहिँ के ए बन्दा रहेछ त्यहाँ चाहिँ 4वटा बन्दा एउटा काउली अरू पनि रहेछ क्या त्यो टिपिसकेको जस्तो हो अनि उता चाहिँ त्यो प्याज हो कि के हो प्याज छ अरू चाहिँ यत्तिकै छ त्योहरू पनि हो त्योहरू चाहिँ सबै बाँझै छ तल पनि बाँझै छ उता टौवा मुनिसम्मको होइन त्यो पनि त्यत्तिकै छ एउटा बारीमा प्याज र अनि काउली बन्दा तलकोमा चाहिँ खोले साग छ त्यति हो सब त्यत्तिकै छ माछा पाइन्न क्या अहिले यता चाहिँ खोलाको साइड जङ्गलहरू छ हरियाली एकदमै राम्रो आजको मौसम चाहिँ आकाश चाहिँ कति राम्रो देखेको छ हामी चाहिँ खोला आउँदाखेरि वहाँ माथिबाट खोलखोलै झरेर अहिले चाहिँ यहाँ यस्तो सानो रह जस्तोमा आएको कुन्टे चाहिँ पौडी खेल्ने अरे अब हेरौँ है त कसरी पौडी खेल्छन् हामीलाई चाहिँ सानो हुन्छ एकदम सानो छ अन्त तल नि यस्तरी खोला छ यस्तरी बसिरहेको छु कति घाम छ पसिना आएर यहाँ चाहिँ कुन्टे पौडी खेलेको हेरौँ है त अब हामी चाहिँ खोलामा हो अहिले चाहिँ यहाँ पुन्टे हुन्टे पौडी खेल्दै थियौँ त्यहाँ पौडी खेल्दै थियौँ कसरी खेलिराख्यौँ म यहाँ देखाउँछु है त पुन्टेलाई पौडी खेल्दा चाहिँ आउनु पुन्टेको पौडी चाहिँ यस्तै हो पुन्टे पुन्टे हुन्टेको पौडी चाहिँ यही हो है गाइस हामी चाहिँ फर्किसकेका छौँ हामी चाहिँ आइसक्रिम खाएर बाटोमा त्यहाँ सामानहरू किनेर अनि फर्क्यौँ हियर इज कुन्टु
अनि यहाँ के सामानहरू पनि किनभने सपिङ भयो हाम्रो अनि अब चाहिँ घर गएर चाहिँ हामी भ्लग एन्ड गर्दैछौँ अनि बेलुका आउँछ बेलुका भ्लग आउँछ सबैले हेरेर माया गरिदिनु होला त्यही भन्न चाहन्छु 5 मिनेटमा 10 भ्यू आउनु पर्यो त्यत्रो चाहिँ आउनु मलाई थाहा छ फिक्स तर सबैजनाले हेरेर माया गरिदिनु होला त्यही हो अब चाहिँ हामी घर आइपुग्नु लागिसक्यौँ आन्टी चाहिँ अझ त्यहाँ आलु सालु किनेर आउँछु भन्नुभयो हामी चाहिँ यहाँ छिटो गरेर पहिला झ्याउ लाग्यो क्या हामीलाई आन्टी कुरा गरेर यतापट्टि भुल्ने उतापट्टि भुल्ने अनि हामी चाहिँ त्यही भएर हामी घर जान्छौँ भनेर हामी चाहिँ घर आयौँ अब चाहिँ हामी घरमै पुगेर दुईजनासँगै बसेर भ्लगिङ गर्छौँ घर पनि आइसक्यो त्यही हो हाम्रो घर त्यही हो हाम्रो घर हामी घर पनि आइसक्यौँ अब अर्को नेक्स्ट भिडियोमा भेटौँला घर टाढा फाइनल्ली हामी चाहिँ घर आइसक्यौँ अनि अब चाहिँ हामी यो भिडियोलाई यतैतिर एन्ड गर्दैछौँ थ्याङ्क यू सो मच अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा अनि डोन्ट फर्गेट लाइक एन्ड कमेन्ट आवर भिडियो subscribe and share to our channel यस अब चाहिँ अर्को भिडियोमा भेटौँला है त बाई बाई गाइज bye bye